गाइस फाइनली 2 दिनपछि म पसल जाँदैछु अनि आज सामान धेरै छ के 2 दिनपछि हिँडेको नि त अनि मान्छे धेरै आउनुहुन्छ कि भनेर मैले सामान धेरै नै हिँडालेछु अनि यहाँ मेरो लाइडर भाइ फेरि पनि तयार भइसक्नु भएको छ जानको लागि अब पसलमै गएर सुट गर्नु पर्ला। धेरै दिनपछि आएको बेफाइदा भनेको यही हो कि यस्तो फोहोर हुन्छ नि। अब यो सफा गरेर पुरै सेट गर्नुपर्छ। आज त धन्नै भाइहरू छ, एक्लै भएको भए त म त फेरि सक्न त सक्थेँ तर धेरै टाइम लाग्थ्यो। ल आजको पहिलो चटपटे पनि प्याक भइसकेको छ। अब मान्छेहरूको वेट मात्रै गर्दैछु गाइजहरू, छिटो छिटो आउनुहोस् है त आज टक्क लागेर घाम लागेको बेलामा। र आजको फर्स्ट बोनी है त गाइस। ल अब तपाईहरु पनि आउनुहोस्, म यही छु। यो भिडियो भर्खरै पोस्ट गर्नेवाला छु। वेलकम टु माई पसल गाइस। सी यू। ल गाइजहरु अब यो भिडियो भर्खरै पोस्ट हुन्छ। तपाईहरु पनि आउनुहोस्, खानुहोस्, रमाइलो गर्नुहोस् गाइस। सी यू। अनि गाइस फलो गर्न चाहिँ नबिर्सनु होला। थ्यांक यू सो मच फर वाचिङ।